भाइचारा भन्नुहुन्छ तपाईँ, कति हामी भाइचारा गर्यौँ। यो एउटा बर पिपलको बोट, यिनीहरूलाई मेरो छेउमा नरोक्नु भनेको भिडियो पनि छ। हिन्दू मुस्लिम हामी गर्दैनौँ, उनीहरू नै गर्दैछ। आज त बर पिपल उखार्दैछ, भोलि घर पनि उखार्न टाइम लाग्दैन, किनभनेको जनसङ्ख्या पुगे छैन। एक दिन पुग्ला, किनकि भोक छैन। 4वटा 5वटा 10वटा जन्म आउँछ। साथी यो कुरा हाम्रो मुस्लिम साथीहरू पनि छ, धेरै यहाँ बसेको साथीहरू पनि छ, उसलाई नराम्रो लाग्ला, फरक पर्दैन। किन पर्दैन भने सच्चा मित्र होला मेरो नि, उसले यो कुरालाई नराम्रो नलिँदैन, किनभनेको हाम्रो मित्र हो। तर एउटा बर्ड पिपलको बोटलाई यिनीहरूले हामी पूजा गर्छौँ, यिनीहरूले नराम्रो सोचेको छ। विराटनगरको कुरा हो, तर त्यो बर्ड पिपलले अक्सिजन दिन्छ। त्यो बर्ड पिपलले यो भन्दैन तिमी मुस्लिम छौ, तिमी हिन्दू छौ, तिमी इसाई छौ, तिमी बुद्ध छौ। वो अक्सिजन दिने रुख हो। हामीलाई हिन्दूले के गरेछ? बर्ड पिपललाई पुज्ने गरेछ, किनभनेको त्यसमा अक्सिजन दिने हो। हामीलाई राम्रो गर्ने कुरा, राम्रो दिन्छ हाम्रो उसलाई, हामीले पूजा गर्ने गर्छौँ। तर आज यिनीहरूले बर्ड पिपल रोप्न दिइरहेको छैन। हो, सच्चा मुस्लिमले यो भन्दैन, सच्चा नेपाली मुस्लिम जुन छ नि यो कुरा भन्दैन। यसमा जिहादी रोहिङ्ग्याहरू छ, किनकि आवाजले पनि हेर्नु तिनीहरूको हो। सायद मेरो मुस्लिम साथीहरू छ, तपाईँहरू मेरो कुराबाट दुःख हुनुहुन्छ भने हुनुहोस्, तर साँच्चीकै भन्नुहोस्। म कहिले पनि बोल्थेन कि हिन्दू मुस्लिम, म यो अहिले पनि नाम लिन्छु, अहिले पनि गर्छु कि भाइ मेरो मुस्लिम साथीहरू यस्तो यस्तो राम्रो राम्रो थियो, तर अत्याचार भइरहेछ, के गर्ने? किनभने तपाईँहरू पनि आफ्नो समुदायलाई सम्झाउनुहोस्, म पनि सम्झाइरहेछु। तर एउटा 82-81% भएको हिन्दू देशमा तपाईँहरूको जहाँ भए पनि लफडा गरिरहेछ। हो, तपाईँहरूलाई पनि शिक्षाको कमी छ, हाम्रो पनि छ, तर यो चाहिँ राम्रो छैन नि त। साथी, समयमा सचेत हुनुहोस्, शिक्षा लिनुहोस्, तब राम्रो हुन्छ। अब शिक्षै छैन, के भन्ने हो? अब नशिक्षा भएपछि एउटाले बोले अर्कोले फेरि त्यही बोल्छ। त्यो भएर म त यही भन्न आग्रह गर्न चाहन्छु कि तपाईँहरू यस्तो घृणा नफैलाउनुहोस्। के बोट बिरुवाले, बर्ड पिपलले जात खोजेछ? छैन। त्यही भएर अब तपाईँहरू आफ्नो ध्यान दिनुहोस्, सम्झाउनुहोस्। भोलि तपाईँ हाम्रो बिच नलफडा होस्, हामी एक भएर बस्छौँ। तर अब भाइचारा भनेको कति दिन भाइचारा कसले गर्ने हो? म गर्छु भने तपाईँले पनि निभाउनु पर्छ। माथि माथि भाइचारा, भित्रभित्र छुरा प्रहार होइन, त्यो पनि याद राख्नुहोस्। किनभनेको हामी हिन्दू सनातनी हो। जय श्री राम, जय देश।